मैले यो टोयलेटको माथि गमलामा फुलहरू रोपेको अनि फुलको उसमा चाहिँ मेरो बुढाले त्यो अनलाइनमा चाहिँ उ देख्नु भएछ क्या लिची अम्बक के देख्नु भएछ 6 महिनामा फल्ने भनेको यो 1.5 वर्ष हुन थालिसक्यो 1 वर्ष त भइसक्यो यत्रो भएको छ कहाँ फल्छ हैन फल्ने त्यस्तो झुटझुट बोल्छ त्यही भएर तपाईहरुले अनलाइनको कुराहरु विश्वास नगर्नुस् है यो 1 वर्ष भइसक्यो फलेको छैन अनि अम्बक चाहिँ फलेछ है साथीहरु यो है यो चाहिँ अनलाइनबाट मगाएको त्यो पनि 6 महिना भने त कहाँको 6 महिना हुने 1 वर्ष भयो है अनलाइन चाहिँ अम्बक चाहिँ फलेछ त्यो पनि छैन धेरै यहाँ एउटा फलेको छ साथीहरु ठुलो रहेछ एउटा चाहिँ म तपाईहरुलाई देखाउँछु ल कति ठुलो रहेछ है अनि यो एउटा चाहिँ फलेको छैन ल यो 6 महिनामा फल्छ भनेर पुरा विज्ञापन दिने हैन फल्नु चाहिँ 1 वर्षमा दुईटा एउटा दुईटा चाहिँ फलेको छ त्यस्तो हुँदैन तपाईले विश्वास नगर्नु होला यो भन्दा त बढी हाम्रो यहाँ लोकल आफै हो कति फलिरहेछ खाने मान्छे पनि छैन है मेरो बुढाले जेमा पनि उयो गर्नुहुन्छ यत्रो छ अम्बकको बोट त्यहाँ फलिरहेछ टिपेर खाने मान्छे पनि छैन यहाँ फुल हैन मलाई चाहिँ फुलहरु मन पर्छ नि जहाँ भेट्यो नि फुल रोप्दिन्छु के साथीहरु यतातिर पनि भित्तातिर पनि फुलिरहेछ सरिरहेछ अनि कोही फुलिरहेछ फुलहरु यसरी राखेछ साथीहरु अनि यसो अनलाइनमा चाहिँ विश्वास नगर्नु होला है 6 महिनामा फल्छ भनेर पुरा गमलामै हुन्छ भनेर बुढाले ल्याउनु भयो मैले रोपेको कहाँको फल्नु यो अम्बक चाहिँ यति फलेछ 1 वर्षमा साथीहरु त्यही भएर तपाईहरुले पनि अनलाइनमा बाहिर जे देख्छ त्यसमा विश्वास नगर्नु मेरो श्रीमानले एकदम विश्वास गर्ने के जे पनि किन ल्याइहाल्ने अनि 1 वर्षमा जम्मा 2टा